हेलो नमस्कार गुड मर्निङ। अहिले बिहानको 5:20 गइसकेको छ। बिहान कस्तो सुनसान यस्तो राम्रो दृश्य देखिन्छ। उताबाट घाम उदाइरहेको छ। ओभरहेड ब्रिज एउटा होलिडे बायर एन्ड बिल्ला होलिडे बिल्ला उराको सबभन्दा अर्को बिल्डिङ हो योभन्दा दोस्रो बिल्डिङ चाहिँ इरा भनेको उतापट्टि छ। यो ब्रिजले छ के देखिँदैन। सडकहरू बिहान बिहान अलिक खाली खाली नै जस्तो छ। चराचुरुङ्गीहरू कराउँदैछन्। काम गर्ने साथीहरू काम निक्लिँदैछन्। यो हो पुराको दृश्य। मैले ड्युटी गर्ने होटल यहाँबाट देखिँदो रहेछ। यहाँबाट देखिँदैछ मेरो ड्युटी गर्ने होटल। यो देखिएको ठुलो चारपाटे बिल्डिङ पछाडिपट्टिको बिल्डिङ चाहिँ मैले ड्युटी गर्ने होटल हो। होटलको नाम हो अल ओलाया स्विट होटल, 4 स्टार होटल हो। अब ब्रिज आकाशे पुलबाट तल झरौँ। आएको दृश्यहरू हेर्दै जाउँ। यो बर्को रुख हो, नेपालको जस्तै छ तर सडक नजिकै भएर धुलै धुलो पुरा, पानी पर्दैन। ल त साथीहरू, अब चाहिँ मैले रनिङ गर्ने ठाउँ आइसकेँ। हल्का रनिङ गर्छु। यहाँबाट ट्र्याक सुरु हुन्छ मर्निङ के अरे रनिङ गर्ने। सिधा हान्दिने हो। ठिकै छ। चान्चुन कति 2.5 किलोमिटरको छ यो ट्र्याक। यहाँदेखि जुफेरसम्म पुग्ने हो। जुफेरको लास्ट आखिर समुद्र किनारासम्म आउँदा ओर्दा 2.5 किलोमिटर जस्तो हुन्छ। ठ्याक्क मेरो 2 चक्कर मार्दाखेरि 1 घन्टा लाग्दैन, आधी घन्टा लाग्छ। आधी घन्टा जस्तो सिद्धिन्छ। आधी घन्टा रनिङ गर्छु, त्यसपछि हल्का वर्कआउटहरू गर्छु अनि रुममा फर्किन्छु। हेलो मिस्टर बिरालु। अस्ति पनि मैले परेवाहरू देखाएको थिएँ। परेवाहरू हेर्नु न, परेवा। यो हो स्टार्टिङ पोइन्ट। अब स्टार्ट हुन्छ मेरो मर्निङ वाकको जर्नी। यहाँबाट ट्र्याक यही हो। ल म ट्र्याकमा जाँदैछु। हस् त अहिलेलाई यति नै। बाँकी फेरि दोस्रो दिनको मर्निङ वाकमा देखाउने छु। यो हो जुफेरको अन्तिम कर्नर आइपुगेछ। पारी अब यो एन्टी राइट भयो। पारी ब्रिज देखिएको छ, त्यहाँबाट उता गएपछि हिट लाग्छ। यो चाहिँ जुफेर हो। अहिले म रनिङ गरिनँ, बिस्तारै बिस्तारै वाकिङ गर्दै आएँ। यो एन्ड पोइन्ट
अब यहाँबाट यसरी लाग्छु म। अब चाहिँ हल्का रनिङ हान्दिउँ कि भन्ने विचार छ, त्यही भएर यो तपाईहरुलाई लास्ट जुफेरको लास्ट कर्नर देखाइदिउँ भने यहाँदेखि उता चाहिँ समुद्रभन्दा पारी हित हुन्छ। ल त हेलो हेलो, यहाँबाट पुरा अलि राम्रो प्रश्न देखिँदो रहेछ। तपाईहरुलाई अलिकति जुम गरेर है, मेरो मोबाइलमा जुम नहुँदो रहेछ। मोबाइल पनि सस्तो मस्तो छ नि। देख्नुभयो दुईटा टावरहरू, यताको चाहिँ अलि होचो छ, दोस्रो टावर अल्गो टावर हुने, अलि उता पछाडि देखेको चाहिँ त्यो अल्गो टावर छ। हेलो, आज यहाँ आएर मेरो रनिङ एन्ड भएको छ। पानी पिउनलाई ठाउँ ठाउँमा यसरी पानी के अरे धारा राखिदिएको हुन्छ। चान्सुन 20 मिटर मैले कति 6-7 मिनटमा पार गरेँ। यो 2200 मिटर हो। 200 मिटर जति चाहिँ म बिस्तारै हिँडेको हो। आजको मर्निङ वाक फिनिस, बाई बाई। फेरि भोलिको लागि भेट्नेछु। तबसम्मलाई मलाई बिदा दिनुहोस्। अब गएर नुहाई गरेर टक्क ड्युटी जानुपर्छ। ड्युटी गएपछि खाजा सप्पा खाने हो। त्यहाँबाट दारुस्तका साथ ड्युटीमा लागि पर्ने हो। बाई बाई।